अब त तिमीले मलाई साउता ल्यायौ, सम्बन्ध विच्छेद हुनुपर्छ नेपाल आइज भन्दै मलाई दबाब दिनुभएको छ। तिम्रो जिन्दगी हो, म बुझ्छु। आफ्नो जिन्दगी एउटासँग नदेखेपछि अर्को रोज्नुपर्छ। ठिकै छ, तिमीले बिहा गर्यौ जाऊ, होइन? मेरो बच्चा हो, मेरो बच्चा लान्छु भन्छौ, मेरो बच्चा नलैजाऊ, उसको आमा जिउँदैछ। मेरो बच्चाको लागि म परदेश गएको हो। थाहा छ सौतेनी आमाको व्यवहार कस्तो हुन्छ भनेर, किनकि खुद भोगेको छु र तिमीले पनि भोगेका थियौ। सोच्दे, मेरा बालबच्चाले मेरो जस्तो दुःख नपाओस् भनेर परदेशिएको म ठिक त्यस्तै भयो। म तिमीलाई एउटै मात्र कुरा गर्छु, मेरो छोरीलाई लैजाऊ। मेरो छोरी नलैजाऊ, म तिमीलाई यति भन्छु, अरू केही नि भन्दिनँ। मेरो छोरी नलैजाऊ, मेरो छोरी नलैजाऊ, म तिमीलाई केही नि भन्दिनँ। मेरो छोरी चाहिँ नलैकन मेरै बाटोमा राखिदेऊ।